हेलो गाइज, हामी चाहिँ यहाँबाट चाहिँ अहिले पोखरामा यात्रा गर्न खोजेछौँ। हामी धेरै समय भएको थियो अनि मलाई पोखरा चाहिँ जान मन लागेको थियो अनि आज चाहिँ हामी पोखराको यात्राहरू गर्दैछौँ। चितवनदेखि हामी पोखरासम्मको यात्रा हामी गर्दैछौँ अनि त्यहाँ गएर त्यहाँको भिडियोहरू त्यहाँको भ्यूहरू चाहिँ तपाईँलाई देखाउन चाहन्छु है, तपाईँलाई देखाउनेछु। अनि हामी चाहिँ यहाँ अहिले ठ्याक्कै कति बजी भन्दाखेरि अहिले 8 बजे 7 मिनट भइसकेको छ अनि यहाँबाट चाहिँ अहिले पोखरासम्मको यात्रा गर्दैछौँ अनि आज जानेछौँ। भोलि हामी त्यहाँ आज लास्ट पर्छ अनि भोलि चाहिँ हामी त्यहाँ घुम्नेछौँ अनि त्यहाँको ठाउँहरू अनि हामी जहाँ रहन्छ तपाईँहरूलाई त्यहाँको भिडियोहरू सबै देखाउनेछु। हेलो गाइज, अहिले लाइन चौकमा छौँ। लाइन चौकमा चितवन नारायणगढ लाइन चौकमा हामी यहाँबाट चाहिँ हामी अब पोखराको यात्रा गर्दैछौँ अनि हामी गाडी चढिसकेका छौँ, माइक्रो चढिसकेका छौँ हामी। अनि यहाँबाट चाहिँ अहिले अबको 8 घन्टा पछाडि चाहिँ हामी गाडी हिँड्छ है। अनि त्यसपछि हामी जाँदै गर्दा बाटोको सिनहरू, त्यसपछि अनि अझै त्यहाँको पोखराको सिनहरूलाई तपाईँलाई देखाउनेछु है। अनि भिडियोलाई अन्त्यसम्म हेर्नु होला अनि त्यो साथै फेरि च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरेर गरिदिनु होला अनि साइडमा रहेको बेल आइकनलाई अलमा सेट गरिदिनु होला तपाईँलाई। अझै नयाँ भिडियोहरू अहिले नयाँ सिनहरू चाहिँ अनि तपाईँलाई देखाउँदै जानेछु अनि भिडियोलाई फुल हेरिदिनु होला। गाइज, अहिले चाहिँ हामी अलि यो 5 किलो आइपुगेका छौँ। यहाँ गाडी एकछिन रोकिएको छ अनि एकछिनपछि अब यहाँबाट हामी जाँदैछौँ। अझै यहाँ बाटोको सिनहरू तपाईँलाई देखाउनेछु अनि हाउग्राम थाना गएपछि तरै यस्तो छ सिन है। यहाँको ठाउँ नाम चाहिँ थाहा भएन तर यो लगभग टुम्री कटिसक्यो हामी जस्तो लाग्छ है। गाइस, तपाईँहरूलाई यो ठाउँ नाम चाहिँ थाहा भयो भने चाहिँ कमेन्टमा बताउनु होला है। गाइज, फाइनली पोखरा आइपुग्यौँ है। पोखरा लेक साइड आएको छौँ हामी अहिले हामीहरू होटलमा बसेको छौँ अनि मेरो श्रीमती यता हुनुहुन्छ है, यता हुनुहुन्छ। हामी चाहिँ अहिले होटलमा आइपुगेका छौँ अनि हामी आउँदाखेरि चाहिँ पानी पर्दै थियो है, पानी पर्दै थियो अनि अहिले चाहिँ पानी रोकिएको छ अनि यहाँको बाहिरको भ्यू चाहिँ यस्तो देखिन्छ है। यहाँ चाहिँ यस्तो छ है बाहिरको भ्यू चाहिँ। यो ट्याक्कै यो पोखरा लेक साइड देखिरहेछ होइन अनि यता यस्तो देखिन्छ। आज सेल्फी स्टिक हरायो अनि त्यही भएर चाहिँ नि
हातले मोबाइल भिडियो बनाउनु परिरहेको छ